सो हेलो एन्ड एभ्रिवान, वेलकम ब्याक टु माई अनदर भिडियो। आयो सबैजना सन्चै आरामै हुनुहुन्छ होला। म पनि एकदमै सन्चै आरामै छु भन्दै अहिले चाहिँ म ड्युटीबाट रुम फर्किँदैछु। देख्न सक्नुहुन्छ यताको मस्त भ्यू चाहिँ। यहाँ चाहिँ अब मेन चोक हो, यो चाहिँ कुवेत सिटीको रातो लाइन बलिरहेको छ, यो हरियो लाइन। अहिले चाहिँ म टक्क लाएर ड्युटी सक्यो मेरो चाहिँ। बेलुका 8 बजेदेखि 6 बजेसम्म, बिहान 6 बजेसम्म हो। ड्युटीबाट फर्किँदैछु। यही हो, 3-4 नै यसरी नै बित्दैछ, के गर्नु त। यो अब 6 बजे रुम फर्क्यो। रुम गएर अब नुहाइधुवाइ गऱ्यो, अनि खाना पकायो। अनि खाना पाकिसक्दाखेरि 8, 9, 10, 9 बज्छ। अनि 10 बजेतिर खाना पकाइसक्यो। अनि 10 बजेतिर खाना खाएर अनि 11 बजेतिर चाहिँ सुत्नुपर्ने हुन्छ। 11 बजे सुतेर 7 बजे उठेर 1 घन्टा अगाडि उठ्यो, फ्रेस भयो। 7 बजेर 50तिर चाहिँ अनि रुमबाट निक्ल्यो, अनि ड्युटी गयो। फेरि त्यसरी नै दिन बितिरहेछ मेरो आजभोलि के त्यसरी नै दिन बितेको 6 महिना भइसक्यो। कुवेत सिटी आएको पनि 6 महिना भइसक्यो साथीहरू। त्यस्तै छ, बिहान यस्तो चर्को घाम लाग्छ। त्यही हो साथीहरू, बिहानको घाम हेर्नु यस्तो छ, पुरा घाम चर्केको छ। आज चाहिँ बिहिबार हो नि त, अनि बिहिबार चाहिँ बिहान पसलहरू खुल्दैन। यहाँनिर सबै मोबाइल पसलहरू हो क्या। म आउँदा यो घर साथीहरू, यो बिल्डिङ भर्खर बनिँदै थियो। अहिले 10-12 तलाको बनिसक्यो। अनि यताको चाहिँ देख्न सक्नुहुन्छ, यो चुच्चोवाला चाहिँ कुवेत सिटीको सबैभन्दा, कुवेतकै सबैभन्दा अग्लो बिल्डिङ, अग्लो टावर हो। यो टावरको नाम चाहिँ अल हम्मत टावर हो। यो अल हम्मत टावर चाहिँ विश्वको अग्लो टावरमा टप 10 मा पर्छ भन्ने सुनेको थिएँ मैले। अल हम्मत टावर अरे यसको नाम चाहिँ। डिजाइन खतरा छ क्या, डिजाइन चाहिँ बवाल लाग्यो मलाई। त छ यो बिल्डिङ बनिँदैछ। त्यही हो, मलाई ड्युटीबाट रुम र ड्युटी जाने ठाउँ चाहिँ त्यही 6-7 मिनटको फरक छ क्या। 6-7 मिनट लाग्छ। हिँड्दै गयो, हिँड्दै आयो। बिहान एक्सर्साइज पनि हुन्छ। यही बोल्दा बोल्दै तपाईँहरूसँग बोल्दै आइपुगिसकेँ। लिफ्टको चढिरहनु। अनि फर्स्ट फ्लोरमा छु त, अनि के लिफ्ट चढिरहनु, 2-3 फुर्किला राउन्डहरू नै जाने। बिहान एक्सर्साइज पनि हुन्छ साथीहरू। यस्तै छ। म चाहिँ रुम आइपुगेँ, अब फ्रेस भएर भेट्छु। म चाहिँ आइवरी साथीहरू नुहाइधुवाइ गरेर अहिले चाहिँ खानाको व्यवस्था गर्दैछु। एउटामा चामल हालिसकेँ, एउटामा दाल हाल्दैछु। यस्तै छ साथीहरू। अब यही रातो दाल र भात खायो अनि सुतो। त्यही मैले चाहिँ भात र दाल चाहिँ पकाइसकेँ। भात चाहिँ यहाँ छ, अनि दाल चाहिँ यहाँ छ। अब टक्कसँगले लसुन प्याज हालेर झान्ने, अनि झानेर अनि टक्कसँगले बनाउने एकछिनमा। अनि त्यस पछाडि चाहिँ खानुपर्ने हुन्छ। त्यही हो, आजलाई भिडियो यति नै भन्दै बिदा लिन चाहन्छु। Thank you so much for watching this video. Don't forget to like, comment and subscribe with the bell icon. Subscribe गर्दै गर्नु होला। बिस्तारै अब हेर्दै जानु होला। राम्रो भिडियोहरू आउने तपाईँहरूमा।
दिने खालको राम्रो राम्रो भिडियोहरू तपाईँहरूमाझ ल्याउनेछु। धैर्य गर्नुहोला, प्रतीक्षामा रहनुहोला। यति भन्दै आजलाई चाहिँ बिदा लिन चाहन्छु। हस्त, धन्यवाद।